अमेरिकामा साल 2010 मा एउटा 17 सालको केटाले पूरा अमेरिकालाई नै परेशान गरेर राखिदिएको थियो। त्यो केटाले मात्र 17 सालको उमेरमा अगिन्ती गाडीहरू चोर्यो, बोटहरू चोरी गर्यो, मान्छेहरूको घरमा चोरी गर्यो। यति मात्र नभएर एयरपोर्टबाट 5 वटा हवाई जहाज नै चोरी गर्यो। 3 सालसम्म त्यो FBI को मोस्ट वान्टेड लिस्टमा रह्यो। पूरा अमेरिकाको पुलिसहरूले उसलाई खोज्नमा लागेका थिए। जताकतै उसको फोटो लगाए, तर त्यो व्यक्ति पुलिसबाट लुक्न छोडेर पुलिस स्टेसनबाट पुलिसको गाडी नै चोरिदियो। यति मात्र नभएर उसले पुलिसलाई कल गरेर आफ्नो लोकेसन दिन्थ्यो र भन्थ्यो आएर मलाई समातो। त्यसपछि त्यहाँबाट भाग्थ्यो। यतिसम्म गर्दा पनि त्यहाँका जनताले उसलाई हिरो बनाएका थिए। उसको नामको फ्यान पेज बन्थ्यो। मान्छेहरूले उसको फोटोको टी-शर्ट लगाउँथे। एक तरिकाले त्यहाँका मान्छेहरूले उसलाई माया गर्थे। सुन्नमा अजीब लाग्न सक्छ, तर यो कहानी हो केल्टन हेरिसको। केल्टनले 14 सालको उमेरबाट नै चोरी गर्न सुरु गर्यो। सुरुमा उसले आफ्नो छिमेकीहरू घरमा नभएको बेला तिनीहरूको घरबाट खाने पिनेको सामानहरू चोरी गर्थ्यो। त्यसकारणले मान्छेहरूलाई थाहा नै हुन्थेन र त्यो पनि फस्दैन। हल्का हल्का गरेर उसको मनमा लालच बढ्न थाल्छ। पैसा र लाखौंको गहनाहरू चोरी गर्न थाल्छ। करिब 1 सालसम्म उसले यही गरिराख्यो। उसले हजारौं मान्छेहरूको घरमा चोरी गरिसकेको थियो। अब त सबैलाई यही लाग्न थालिसकेको हुन्छ कि एउटा चोर छ शहरमा जसले घरमा कोही नभएको बेलामा चोरी गर्छ। त्यहाँका मान्छेहरूले आफ्नो घरमा CCTV क्यामेरा लगाउन सुरु गरिदिन्छन् र घरबाट बाहिर जान नि कम गरिदिन्छन्। तर यसले केही फाइदा हुँदैन। केल्टनको चोरी दिन प्रतिदिन बढ्दै जान्छ। केल्टनको एउटा एकदमै नराम्रो बानी थियो। अब धेरै जसो चोरहरू घरको लाइट बन्द गरेर अँध्यारोमा चोर्छन्, कसैलाई थाहा नहोस् भनेर। तर केल्टन जहाँ पनि चोरी गर्थ्यो घरको लाइट चालू गरेर पूरा उज्यालोमा चोर्थ्यो। देख्यौ केटाको आँट, उसलाई कसैको डर नै थिएन। तर यही बानीले उसलाई लिएर डुब्छ। एक दिन एउटा घरको फ्यामिली बाहिर घुम्न गएका हुन्छन् र केल्टन त्यही घरमा चोरी गर्न आउँछ। तर त्यो घरको छिमेकीले घरमा लाइट बलेको देख्छ र घरभित्र कोही हिँडेको नि देख्छ। उनीहरूलाई यो नै थाहा हुन्छ कि त्यो घरका मान्छे बाहिर गएको छन्। उसले पुलिसलाई खबर गरिदिन्छ। पुलिसलाई नि महसुस भइसकेको हुन्छ यो त्यही चोर हो। त्यही भएर पुलिसले तुरन्त त्यो घरलाई वरिपरिबाट घेर्छन् र केल्टन समातिन्छ। अदालतले उसलाई 2 सालको सजाय सुनाउँछ र अमेरिकाको चाइल्ड जेलमा हालिदिन्छ। अब सबैलाई यही लाग्छ कि केल्टनको चोरीको इन भयो। अब घर छोडेर बाहिर जान डर हुँदैन। तर त्यसपछि केल्टनले जे गर्यो उनीहरूले कहिले सोचेका नि थिएनन् होला। केल्टन जेलभित्र कोहीसँग कुरा गर्थेन। ऊ आफ्नो कामसँग मतलब राख्थ्यो र किताब पढ्थ्यो। उसलाई जेलभित्र एउटा किताब मिल्छ जसमा हवाईजहाज कसरी उड्छ र कसरी उडाइन्छ भन्ने पूरा जानकारी थियो। उसलाई सुरुदेखि नै गेम खेल्न एकदमै मन पर्थ्यो। उसले प्लेन उडाउने गेम एकदमै शोकसँग खेल्ने गर्थ्यो र त्यही भएर उसले ती किताबहरूलाई नै एकदमै शोकसँग पढ्ने गर्थ्यो। जेलभित्र उसको व्यवहार देखेर सबैलाई यही लाग्न थालेको हुन्छ कि यो अब सुध्रिसक्यो होला। तर यस्तो सोच्नु उनीहरूको सबैभन्दा ठूलो भूल हुन्छ। करिब 3 महिना जेलमा बिताइसकेपछि एक दिन सही मौका हेरेर केल्टन जेलबाट भाग्छ र केही छिनमा यो कुरा पूरा शहरमा फैलिन्छ। चारैतिर पुलिसले खोज्न सुरु गरिदिन्छन्। केल्टन जेलबाट भागेर नजिकैको जंगलमा गएर लुक्छ। केही दिन जंगलमा बिताइसकेपछि उसलाई महसुस भइसकेको हुन्छ कि अब अमेरिकामा उसले चोरी गर्न सक्दैन, किनभने उसलाई सबैले चिन्थे। अमेरिकाको रुल्स अनुसार जेलबाट भागेको कैदी फेरि समात्यो भने उसको सजायमा 4 साल जोडिन्थ्यो। त्यही भएर ऊ अमेरिकाबाट बाहिर जान चाहन्थ्यो। ऊ बाहिर जान सक्दैन किनभने पुलिसले उसलाई चारैतिर खोजिरहेको थिए। ट्रेन र प्लेन त झन् असम्भव नै थियो। त्यही भएर उसले एउटा हवाई जहाजमै चोरी गर्ने प्लान बनाउँछ ताकि त्यो अमेरिका छोडेर क्यानाडा जान सकोस्। उसले साना साना एयरपोर्टमा घुम्न सुरु गरिदिन्छ। उसले कुन जहाज कुन टाइममा कहाँ हुन्छ हरेक जानकारी निकाल्छ। जब सबै अन्दाज भइसकेपछि एउटा राति सही टाइम हेरेर देवाल नागेर एयरपोर्ट भित्र घुस्छ र एउटा जहाजको ढोका खोलेर भित्र गएर बस्छ। ऊ जिन्दगीमा फर्स्ट टाइम कुनै जहाजमा गएर बसेको थियो। जहाजमा बस्न त छोड्दै ऊ अहिलेसम्म एयरपोर्टको भित्र नि गएको थिएन। अब उसलाई एउटा जहाज उडाउनु थियो। उसले जति पनि त्यो किताब र भिडियो गेमबाट सिकेको थियो त्यही गर्छ। 2-3 चोटि फेल भइसकेपछि फाइनली उसले जहाजलाई हावामा उडाउँछ। उसलाई विश्वास नै हुँदैन कि उसले एउटा जहाज उडाइरहेको छ। ऊ खुसी नै हुन्छ कि उसलाई अब पुलिसबाट डराएर जंगलमा लुक्नु पर्दैन। तर यो खुसी धेरै समयसम्म टिक्नेवाला थिएन। केही समय सफर गरिसकेपछि जहाजको फ्युल इन्डिकेटर ब्लिङ्क हुन सुरु हुन्छ। त्यसको मतलब जहाजमा फ्युल कम छ। अब जहाजलाई धेरै बेरसम्म उडाउन सकिँदैन। जब केल्टनले तल हेर्छ त्यहाँ टाढा टाढासम्म कुनै पनि एयरपोर्ट र बाटो नै थिएन जहाँ उसले जहाज ल्यान्ड गरोस्। तल चारैतिर ठूला ठूला सुक्खा पहाड थिए। तर केही छिनपछि उसले एउटा पहाडको पछाडि सुक्खा जमिन देख्छ जहाँ जहाज ल्यान्ड हुन सक्थ्यो। उसले तुरन्त जहाजलाई त्यतातिर मोड्छ र आफूलाई तयार गर्छ एउटा क्र्याश ल्यान्डिङको लागि। र हेर्दा हेर्दै जहाज स्पिडमा गएर जमिनमा ठोकिन्छ र तहस नहस हुन्छ। तर पनि यति ठूलो एक्सिडेन्टमा केल्टन बच्छ। उसको खाली हात खुट्टा भाँचिन्छ र शरीरमा चोट लागेको हुन्छ। उसलाई खुसी नै हुन्छ उसको ज्यान बचेकोमा र ऊ दुखी नै हुन्छ ऊ अझै पनि अमेरिका भित्र नै थियो। यो घटनाको 6 महिनासम्म केल्टन गायब हुन्छ। यो बीचमा केल्टनको कुनै पनि चोरी रिपोर्ट नै हुँदैन। सबैलाई यही लाग्छ कि त्यो मरिसक्यो होला। तर 6 महिनापछि केल्टनको फेरि एन्ट्री हुन्छ। उसले आउने बित्तिकै एउटा पुलिस स्टेसनबाट पुलिसको गाडी चोरी गर्छ र जंगलमा लिएर जलाइदिन्छ। उसले रातिको समयमा सुपरमार्केटमा चोरी गर्थ्यो, मान्छेहरूको गाडीहरू बोटहरू चोरी गर्थ्यो। ऊ फेरि पनि अमेरिकाको सिर दर्द भइसकेको थियो। उसले 1 हप्ताको भित्र नै 20 भन्दा बढी गाडीहरू चोरिसकेको थियो र हवाईजहाजलाई त उसले खेलाउन सम्झिन्थ्यो। ऊ आउने बित्तिकै 1 हप्ताको भित्र 3 हवाईजहाज उडाएर क्र्याश गरिदियो। तर उसलाई यो चोटि चोट लाग्दैन किनभने उसलाई जहाजको
अनुभव भइसकेको थियो। पुलिसले उसलाई चारैतिर खोजिरहेका हुन्छन्। ऊ आफै पुलिसलाई कल गरेर आफ्नो लोकेसन दिन्थ्यो र त्यहाँबाट भाग्थ्यो। यो सब देखेर त्यहाँका 18-20 सालका केटाहरू उसको फ्यान भइसकेका थिए। उसको नामको फ्यान पेज बन्न लागे। मान्छेहरूले उसको फोटोको टी सर्ट लगाउन लागे। हुन त ऊ एउटा चोर थियो, तर उसको बहादुरी देखेर मान्छेहरू उसको फ्यान भइसकेका थिए। यति समय बित्दा पनि पुलिसले त्यसलाई समाउन सक्दैनन्, तर त्यो आफै पनि त्यहाँबाट बोर भइसकेको हुन्छ। त्यही भएर ऊ एउटा जहाज चोरेर क्यानाडा जाने सोच बनाउँछ र एयरपोर्टमा घुसेर एउटा जहाज चोर्छ र यो चोटि ऊ सजिलै क्यानाडा पुग्छ। उसले क्यानाडा पुगिसकेपछि एउटा खाली जमिन देख्छ, त्यहाँ क्र्यास ल्यान्डिङ गर्छ र त्यहाँबाट भाग्छ। तर बसकिस्मतले पहिल्यै हप्ता चोरी गर्दा उसलाई क्यानाडाको पुलिसले समात्छन् र क्यानाडाको गभर्मेन्टले उसलाई फेरि अमेरिका पठाइदिन्छ। सबैले यही सोचिरहेको हुन्छन् उसले जतिको नोक्सान गरेको छ त्यो हिसाबले उसलाई उमर कैद हुन्छ होला। जब अदालतले उसलाई यति सानो उमेरमा चोर्नुको कारण सोध्छ, उसले भन्छ कि जब 2 सालको थियो उसको बाउले उसको आमा र उसलाई छोडिदिएको थियो। उसको आमा जोसँग बस्ती ऊ एकदमै नसेडी थिए। उसलाई बिना कारण पनि पिट्ने गर्थे। उसलाई धेरै दिनसम्म भुक्कै बस्नु पर्थ्यो। त्यही भएर उसले चोरी गर्न सुरु गरेको थियो र अदालतले उसमा तरस खाएर उसलाई हालतले चोर बनाएको भन्दै 4 सालको सजाय सुनाउँछ। केल्टन हेरिस अझै पनि अमेरिकामा बस्छ र अझै पनि उसको स्टोरी गुगलमा छ, गएर पढ्न सक्छौ। आई होप आजको स्टोरी तिमीहरूलाई मन पर्यो होला। अगर मन पर्यो भिडियोलाई लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला। हामी फेरि मिल्नेछौँ मेरो अर्को रोमाञ्चक स्टोरीमा। ओके बाई।